आज हाम्रो उस्तादले नयाँ किसिमको नान आउनु, यसको नाम त अफगानी नान रहेछ। मैले पहिलोबार सुनेर पहिलोबार देखेको। आज चाहिँ मैले एक्लै हानेको तन्दुरी रोटी चाहिँ, तन्दुरी रोटी उस्तादजी चाहिँ छोरा तबियत खराब छ भनेर मैले एक्लै हालेँ, मेरो चाहिँ हालत खराब भयो। सो हे गाइज, वेलकम ब्याक टु माई न्यू मिनी ब्लगमा तपाईँलाई सबलाई स्वागत छ। कस्तो साथीहरू, म निकै हार्भेस्ट छु। आजको मर्निङ चाहिँ दाइको दोकानमा दुध भेटेको रहेछ। म त दुध लिनु गएको थिएँ र दाइहरू चाहिँ आज चाहिँ नेपाल जाने भनेर चाहिँ जाउँ न त दुध सुध लिएर आऊ भनेर गर्नुभएको थियो। त्यसपछि चाहिँ आज मलाई त्यसपछि कामसाम भ्याएर यता मर्निङको कामसाम भ्याएर चाहिँ म लागेँ दिएको कामतिर। त्यसपछि आज चाहिँ हल्ता मलाई हतार भएको थियो, दुख्न पनि सकेको थिएन, गर्मी चाहिँ धेरै भएको थियो। त्यसपछि म पुगेँ आफ्नो सेक्सनमा पुग्न बित्तिकै यताउता हेरिसकेको, हेर्दाखेरि साथीहरू चाहिँ आफ्नो काम सम्हालेर बसिरहेको थिएँ। म चाहिँ अब चाहिँ क्याप लाउनु पऱ्यो भनेर चाहिँ लगाएको थिएँ। हेर्नु गर्मीमा कति छिटो कपाल बढ्छ, दाह्री बढ्छ भन्ने कुरो कोही सोध्नै सकिँदैन कि। मलाई चाहिँ दाह्री काट्ने भनेर वार्निङ आइसकेको छ। अब चाहिँ दाह्री चाहिँ चट्टाल तरिकाले काट्न परेको साथीहरू भनेर भन्नुभएको छ। त्यसपछि म लागेँ गारेगना चप गर्नतिर। यो भाइ को कसो भन्नु होला, यो भाइ चाहिँ हाम्रै कम्पनीको हो, दिवाला भाइ हो। यो भाइले चाहिँ तपाईँको भिडियो चाहिँ मैले हेरेको छु, लाइक कमेन्ट गर्छु। मलाई चाहिँ भिडियोमा किन ल्याउनु दाइ भनेर भनिरहेको थियो। ल आउन त भाइ भने। यो चाहिँ हाम्रै कम्पनीको पिज्जा काउन्टरमा आएछ आसु भाइ हो। त्यसपछि यो भाइ चाहिँ मलाई मेरो भ्लगमा ल्याउनु त भनेर भनिरहेको थियो। सबैलाई भ्लगमा ल्याउनु मेरो काम चाहिँ हल्का फुल्का छोडिरहेको थियो। काम त साथसाथै अर्डर पनि आइरहेको थियो। अर्डर पनि मैले बवाल तरिका दिएँ। साथीहरू तपाईँहरू कहाँबाट हेर्नुहुन्छ, कसो गर्नुहुन्छ, फलो सब्सक्राइब जसरी हुन्छ जे गरेर हुन्छ भाइलाई अगाडि बढाउनु चाहिँ कोसिस चाहिँ गर्नु होला, जारी गर्नु होला। मेरो चाहिँ होटल लाइनको आउँछ, बाहिरको आउँछ, इफ यु डोन्ट माइन्ड भाइ। तपाईँहरूले सबैले माया अनि सपोर्ट गर्नुपर्छ। मलाई यही आशा अनि अपेक्षा गरिरहेको छु। सबैले हेरिदिनु, लास्ट भिडियो हेरेमा थ्याङ्क्स फर वाचिङ। कहाँबाट हेर्नुहुन्छ कमेन्ट डाउन बिलो। आजलाई यति, थ्याङ्क्स फर, टाटा बाइ।